अरु सिधै आउँछ एउटाले बोल्नु मन्टामोदी मर्न कुन दिशाका ठाउँबाट युन सम्पर्क गरे थिए त्यो रगत आगि दिशा पिसाब गर्न सक्दैन भोलि हामीले पनि यस्तै हुनु सक्छ सेनानीले पुरानो खोजी खोजी मार्यो भोलि अरु छोरीले चाहिँ अरु साथीहरु के सही भयो यहिले त सुरात पाठ मात्र सिकाइरा त यस्तै पाठ पाइन्छ हामीले अरु छोरी बहिनी पनि यस्तै हुनु सक्छ यसले पागल आइदियो अनि फेरि स्थितिमा काम गर्ने आयो भने यस्तै काम गरेन हामी कहाँ तिनीहरुले बारी सजाय हुनै पर्दैन हामीले छोरी बहिनी यस्तै हुन्छ अरु बहिनी पनि यस्तै हुन्छ खर्चमा राख्ने अरु दुनियाँको पनि यस्तै हुन्छ भोलि प्रथम हामीले पनि यस्तै हुन सक्छ यो त हुनै सजाय हुनै पर्छ यसले राख्यो भने त अरूले पनि अनि त्यही राखेन हामी त सजाय हुनै पर्छ जसरी पनि हामीले हेर्दै बस्ने हो भोलि हाम्रो सिरमाले पनि त मार्ने हो हामीले यस्तै गरेर 9 दिनै छुट्याएर नि उसो मात्र गर्न नाति बतेले खुट्टो मैले यतिकाला मैले मर्न कुरा बाध्य त भयो मैले आज मन्टा मैले यिनी कुरा बुइनीका मुन घटका कुरा मैले खोल्नु पर्ने भयो यतिकाला मन्टा मोती यस्तो पिरा सही के गरी बस्छु सर त्यही कारबाही हुनै पर्छ त्यही कारबाही नहुनेसम्म मेरो आत्माले शान्ति पाउने छैन त्यही राम्रो नराम्रो व्यवहार गरेर मेरो बुइनीमाथि सुन्न नसकिने अपराधहरू गर्यो के गरी लुकाइ बस्छु के गरी सहिकन बस्नु सुनै नसकिन्न निर लाग्छ न भोग लाग्छ हामी श्रीमतीलाई जस्तो सोच हाम्रो केटा हालिन हाले चिन्ता सोचे कहाँ जाउँ हामी पैसा ज्ञान नखेन हामी सत्य लगे नसुनेपछि हामी कहाँ जाउँ नगरे पनिएको ज्यान हामी फाल्यौ मान्छे मारे यही जिन्दगी हाम्रो छुट्टी किन जाला कारबाही हुनै पर्छ जान्छ त अपराधीलाई सजाय हुनै पर्छ कारबाही जबसम्म त्यहाँ कारबाही हुँदैन पानी नखाए पनि अदालतको गेट छोड्नेवाला छैनौँ हामी त्यो अपराधीलाई कारबाही हुनै पर्छ कारबाही हुनै पर्छ जिउ त हुन्छ कि सजायमा भन भने जिउ त हुँदै रहदैन यति पनि हामी जापा मार्दिने हामीले पनि के जापा के आउने भन्ने हो अहिले चोर मैले हरेकै हुँ मात्र हामीले पनि धरौटीम छोड्दिनु पर्यो हामी पनि तिनै जना कारबाही सजाय हुनै पर्यो तिनैले नमार्नु चाहिँ हामी जाबे गर्नु 12 न 12 छोरा कारबाही नगरे पनि यस्तो हन्या छोरीले कामहरु सकेपछि कागज गराउँछ भनेर पनि कागज 12 मान्छे बिहा गरिकन लगेन हलाना फलाना अहिले दाइ त पुगेन हाम्रो छोरी त्यसले छोटी वर्ष भर्ती गरे अझ मारे त्यसले तिनीहरु पनि काम गर्ने मान्छे हो त्यो हाम्रो मान्छे कस्तो छ हामीले थाहा छ यही न त सजाय हुनै पर्छ त्यसले भनेन जीवन खाइ तुन्दै बैदै बसेर म त्यस्तो म त सब जो पनि गर्न सक्छु सर भने त्यसले यस्तो मार्गिन आज पनि जानु पाउँछ हामीले पाउनै पर्यो हामीलाई आरबादीलाई कारबाही हुनै पर्छ जे सजाय छ त्यसले त्यो सजाय भोग्नै पर्छ के सोइदैन सोचे बाबु शान्ति होला भन्ने अहिले चेताउँदैन जस्तै ज्ञान नान्ने बात हुन्छ गर्ने आगे त नान्नेले यो छोड्नु पर्यो भने छोड्नु पर्यो त्यही गइदिन्छ यो छोड्के दबाइदिनु घुर गरेर गइदिन्छ यो यहाँ हुनु जुन हाम्रो हुन्छ तिनीहरु त्यो मर्छ त्यो मारिन जुरा चुनाव बेला अर्को गर्दा चुनाव बेला यो मारे झुम्ता अब गर्ने बच्चा जन्म होला झुम्ता नदेला खुसी भएको भित्र बोल्दा खुसी भन्ने कति अपराधी हो अपराधी सबै श्रीमतीको माया त हुनुपर्छ केही न के श्रीमती दुश्मन यस्तो पिटी पिटिकन मार्ने अदमती बनाई साथ फाल्ने लास्ट जुराइदिने यो अपराधी भयो घरको यो परिवार यसले कहिले माइती धुरो उठ्दैन केही गर्दैन भने हेरियो चेपमा मार्यो व्यवसायमा बुन्ने सहीलाई आफ्नो गाउँ नेपाल गए मलाई दिवस गर्नु भने बेला हामीले गएर राख्दैन भन्छ दिदी पुलिस पनि जाडा फले भित्र पुर्यो जाडा फले भएर गर्ने हैन एउटा कानुन नीति नियम बुझ्नु गर्ने हो यो छोराछोरी हामीले पनि मार्न सक्दैन हुनै पर्छ हुन्छ के गरी त्यो दाइ चाहिँ कुन हुन्छ नि साउकी छोरी माको कोली ल्याउनु पर्दैन नि हो होइन दाइ चाहिँ कुन पाएपछि पनि हैन भुन्न नि अझै पनि दाइ चाहिँ कुन पाएछ भने हामीले छोरी ल्याइदिन हेर्दै उप्याजिन पर हामी जति छोरी दाइ चाहिँ दिनु दुनु साउकी छोरी ल्याउने दाइ चाहिँ ल्याउने हामी खानुमा दुध पिया दियो एउटा भात पनि दियो यो पनि राख्यो एक दियो पनि दियो बेला दाइ चाहिँ पुगेन हामी तिम्रो छोरी लग्न हामी भुन्दैन त्यही बेला तिम्रो छोरी आले भन भुन्दिनु पर्ने त्यो गतिरो हेर्नु त्यो रुङ्गो के राखेर चाहिँ नल्याउनु भन्ने नल्याउनु पर्ने त्यो गरेर 2-3 महिना बसा त हुन्छ किन गाइकिन ल्याउनु हुनै पर्छ हामी उनीले त छोटो ट्यारी बोलेको गोठको पनि शर्मा मान्नु होइन यो चेली बेटीको छोरी पिनीको जिन्दगी हत्या गरिन्छ उरकुटी बैलो पनि शर्मा मान्नु लाजी राले हैन त अपराध गरेर मान्छे के अपराधी हो छोरीले सदा भोलि आफ्नो छोरीमाथि केही पर्यो भने के बित्ने हो नि के भन्नु पर्यो थियो अपराधीले
छोरा भरि झगडा गरेर नगरे यस्तो कस्तो भविष्य बिगार्यो सबैजना सास ससुरा उच्चै निर्णय बुहारीको जिन्दगी बर्बाद गरिदिएर कति आफ्नो बुहारी ज्यानै हाल त कसैले भन्दैन नि छोरा मान्छेको त बुहारीको लागि के गर्छन् के गर्दैन यही अब त्यहाँ झन्टा आफ्नो बुहारीले मार बजेर सिकाउन गइदियो बुहारी मानिस हामी जोइ मारेर हामी जोइ मारेर आफ्नो छोरीले मारेर लगैकिन हामी जोइ मारेर इन्ने छोरीले पनि के गर्दै आले त्यस्तै के यत्रो वर्षसम्म सहिसकिन बसै मान्छ घरबाट सास ससुर जाँदा बित्तिकै आफै मान्छे खुसिकिन हाम्रो हुन्छ भने हामी ओके छ न आफ्नो मान्छे मान्छे कोही बसेर आफ्नो मान्छेसँग बोल्न नदिने के गर्न नदिने अहिले मार्न लागेछ र आफ्नो मान्छेले बोल्न नदिने के गर्न नदिने यही मारा लास गुन्न हुँदैसम्म ल्याउन होला नानी काट्नु नराइ पुरानो लुगा सब गरेर लिन्छ यत्रो जनामा एउटा होला नानी मलाई काट्नु हाले थाहा पाइन मारे चाहिँ किन हाजी भइगयो यो त अब मेरो बुन्ने होइन नि जसरी पनि छोराहरु त्यही पोइ त्यही धाजरी बुन्न मात्र जस्तो छोराहरु सही बसेर ज्यानै लियो यो दुनिया के गरिसौ यो पिराहरु के गरिसौ यो अपराधीलाई कारबाही हुनै पर्छ कागज जाँडाहरु छोड्छु भने निर्णय नगर्नु पर्यो हाम्रो माग पूरा हुनु पर्यो त्यही दुश्मनलाई कारबाही हुनै पर्यो सजाय हुनै पर्यो के गर्नु पर्यो सही बसेर हुनु पर्यो हाम्रो जस्तोको त जिन्दगीले पुर्याउनु पर्यो यही उमर भइकिन हुन्छ र यही जिन्दगी हाले छाजरी एउटा पनि छोडिकिन बाँध्नु सक्दिन मेरो छोरा आयो भने मेरो बिना मारे म के गरी सही बस्छु यस्तो लिने हुने जिन्दगी सरकारको अहिले त्यो फैसला हुने के फैसला भएको पनि उनीहरूलाई अब उनीहरू आफ्नो सोच सधैँ छन् हिरासतमा छन् यिनीहरूलाई एउटा बयान मात्रै हो कि अब फैसला मिल्छ छुट्टी अब अहिले पनि हजुर त्यो अहिले त्यो कसले त्यो आज उसको बयान बयानै नसकेर तपाईँको घरौटी आउने भन्ने कुरा होइन क्या त्यो पछि चाहिँ अब बयान सकिएला हामी सही भन्छौँ निसाब भइन्छ सही भन्छौँ त्यो त सजाय त हुनै पर्छ सजाय नभएपछि तिनीहरूले यति मार्ने हामी पनि कानुन कारबाही केही छ कस्तो हुन्छ पारे भनेर त भन्छ हामी बस्छु एउटा सरकारी कानुन त हुनै पर्छ सर कानुन नभएपछि हामी पनि यति गरेर मार्ने हामी पनि के न्याय हुने हामी पनि के कारबाही गर्न पाइन्छ हामी तपाईहरु पनि मान्छौ भन्न त होइन सरकार भयो पैसा दिन्छु पैसा दिएन धरौटीमा कोही पनि धरौटी अहिले भाइरल आयो त्यसको मुनको यही छोडिदिन्छ ढाँटी लगाई सजवायामा मान्नु पर्यो मार्नु देउसिनी के भने आज मेरो बुढी साँझखेरि हरि भने आज हामी न के भने आज बिहानखेरि मन अपराधीले गए बेला पनि त मरे गए पनि न पर मान्छेले खबर लगाए बेला पनि त वर हस्त्यो गरे अब अर्को जोइ पैसाले मजाले पारेदियो बच्चापछि ढाकेदियो हामीले केही मारे केही पुरी त भुल्यादियो पहिलो त्यो मार्थ्यो अहिले कागज पनि यसो गर्यो हामीले केही भुल्याथ्यौ अनि निकिन पनि त आएन जे बाबा नजान्छ के गरेछ दाइजो कुम पनि दाइजो कुम पनि हामी नेपालमा न्याय नदिनुसम्म त हामी जाँदैन हैन नि तिनीहरुलाई हेर्नु हामी पनि केही न्याय नलाग्नु पर्छ फाँसी हुनुपर्छ सिधै हामीसँग आर्थिक त हामीसँग हैन भने केही गर्नुलाई न्याय हुनु पर्यो किता लड्ने हो हामी सबैमा लड्ने हो त्यो पैसामा नलड्ने हामी सबैमा लड्ने हो त्यसले छोटी बट्टी गरे भने कस्तो हामी के भन्नु भोलि यसको बहिनीलाई पट्याएर यसको हालत के हुन्थ्यो यसको मालाई पट्याएर के हालत हुन्थ्यो इन्डियाको पनि यस्तै भन्दा त यिनीहरु पनि त बोल्दा नि त्यस्तै गरिन हामीलाई कानुन चाहिएको छ सिधा यसको छोरी पनि कानुन अनुसार न्याय चाहियो बस अरु हामीलाई यो कुन चाहियो हामी न्याय दिनु मात्र नत्र हामी पनि आइपुग्यो हामी पनि केही हुन लाग्छ सदा हामी नलाग्नु पर्छ हैन भने तिनीहरुलाई पनि तिनैवटा हेति को पुलिस मिलेर
यसको छोरीमाथि पनि कस्तो हुन्थ्यो छोरीले बदल फेरि हामीले किन जिल्ला गरेर काममा पुर्या यो त बिहा त हामीले पनि होला क्या एउटै त मरे पनि एउटै पनि माटो पनि यसले धम्की दिए मारे कागज गरेर न अनि मैले हबाट आफै मरे पनि मुचुको ल्याएर के हल्ला मेरो पनि आत्माले न्याय पाउनै पर्छ त्यसले त धरतीमा छन्नै मिल्दै मिल्दैन